पँधेरामा पुगेर डोको बिसाएँ। गाग्री झिकेर भुइँमा राख्दा टिङ्रिङ्ग बज्यो। मधुमाया दिदीले भनिन्, तिम्रो गाउरी यहाँ के बजिछ? मैले यादै गरेकी थिइनँ। तिनका कान कति टाठा। गाग्रीभित्र हात हालेर हेरेँ, 1 रुपियाँको डबल रहेछ। उनले भनिन्, तिम्री सासूको काम। म दङ्ग परेँ। किन यसो गरेकी दिदी? तिमीले गाउरीभित्र हात हालेर माछ्यौ कि मात्दिनौ भनेर विचार गरेकी? मैले उनको अनुहारमा हेरिरहेँ, नयाँ कुरा जाने चाहिँ। मेरी सासूले नि यस्तै अर्छिन् मलाई। उनी भन्दै गइन्, यी सासूहरू यति पापी हुन्छन् तारा, के भनौँ? अर्को नि कारण छ। के कारण? तिमीले पैसा चोर्छौ कि चोर्दिनौ भनेर विचार अरे कि? आमा गाउरी यहाँ त कताटा डबल परेछ भनेर दियो भने साधु बुहारी भयो, नत्र त चोर्नी र अलक्षिणी बुहारी हुन्छौ, बुझ्यौ? अब यो पैसा सासूलाई दिनुपर्छ हो? मैले सोधेँ। हो त, अघि मैले भने जस्तै भन है, तर ससुरालाई नदेऊ नि फेरि। तिमी सक्दिनौ भन्दै उनले मेरो गाग्री ठुलो लुनाले भित्रसम्म माझिदिइन्। बाहिर पनि खरानीले माझेर टिलिक्क टल्काइदिइन्। अब त गाग्री देखेर सौतेनी सासू यो गाग्री टल्किए चाहिँ हाँस्छिन् होला भन्ने सोचेर म खुसी भएँ। डराएँ पनि, कतै अरूकै गाग्री चाटेर ल्याइस् भनेर हप्काउने पो हुन् कि? दिदी, तपाईँ र तपाईँकी सासूले माया अर्छिन्? सासूहरू सबै उस्तै हुन्छन् तारा, उँधो बगार उँधो खोजी आस्था, निर्दयी। तपाईँका दुलाले नि? त्यसपछि तिनी केही बोलिनन्। पेट ठुलो भएर होला स्वाँ गरेर गाग्री उठाएर डोकोमा राखिन्। पहिले मलाई बोकाइन् अनि आफूले बोकिन्। हामी नबोली नबोली छुट्ने बाटोमा आइपुग्यौँ। छुट्ने बेलामा आफ्नो ठुलो पेटमा अलग्ग दाहिने हात राखेर भनिन्, तारा, अब मलाई मेरो छोराले माया अर्छ।